कृष्णचन्द्र भगवानको अब सुखदेव भन्नुहुन्छ र परीक्षित अब मनुका एक पुत्रको नाम थियो नभग नभगका कान्छा पुत्रको नाम थियो नाभाग नाभाग पढ्न गुरुकुलमा बसेका बेला दाजुहरूले अंशबन्धा गरेर नाभागलाई भाग पनि आफैसँग राखे पछि नाभागले आएर आफ्नो भाग माग्दा दाजुहरूले पनि भाइ अंश गर्दा हामीले तिम्रो भागमा पिताजी राखिदिएका छौँ उहाँलाई नै आफ्नो भाग मानेर तिमीले उपभोग गर भनिसकेपछि आज नाभागले भने दाजु हजुरले मेरा लागि राम्रो भाग छुट्याइदिनु भएछ हजुरहरूले लिएको अंशरूपी सम्पत्ति एकछिन छाडेर जानुपर्छ तर मैले पाएको अंश पिताका सेवा गरे भने त्यो अक्षय हुन्छ त्यही भएर तपाईले मलाई राम्रो भाग दिनुभयो म त अत्यन्तै खुसी छु हजुरहरूले दिनुभएका सम्पत्ति भनेको क्षणिक आनन्द दिने मात्र छ त्यसकारणले गर्दामा अब हजुरले मलाई राम्रो भाग छुट्याइदिनु भएछ त्यो पुण्य मरेपछि मसँगै जान्छ तर हजुरहरूले त्यो सम्पत्ति छोडेर जाँदा हजुरसँग जाँदैन दाउसँगै तिम्रो नाभागले पिता भएको ठाउँमा आएर भने पिताजी हजुर मेरो अंशमा पर्नुभयो रे अरू भाइहरूले आफ्ना आफ्ना सम्पत्ति भाग लाए हजुरलाई चाहिँ मेरो अंशमा राखिदिएछन् हजुर मेरो अंशमा पर्नुभएछ आजबाट हजुर मेरो हुनुभयो अरू भाइहरूको तपाईँ होइन किनकि भाइहरूले अंश छुट्याउँदाखेरिमा मलाई मात्रै हजुरको भाग दिनुभयो सारा सम्पत्ति उनीहरूले भाग लाए आजबाट तपाईँका एउटा मात्रै पुत्र त्यो म हुँ किनकि अरूले सम्पत्ति भाग लाए मैले मेरा पिताजी भागमा लिएँ म हजुरको के सेवा गरौँ आज्ञा होस् भनेर भन्दा पिताजी आज नभागले भने बाबु धन्दा नमान यहाँदेखि अलिक पर केही ब्राह्मणहरू यज्ञ गर्दैछन् उनीहरू केही मन्त्र अल्मलिरहेका छौँ तिमी गर त्यो मन्त्र सुधारिदेऊ त्यो मन्त्र सम्बन्धित 2 सूत्र मन्त्र बनाइदेऊ उनीहरूले यज्ञ सकिएपछि शेष धन आज तिमीलाई दिनेछन् पिताबाट यस्तो सल्लाह पाएर नाभागले आज त्यसै गरे यज्ञ सकिएपछि आज ब्राह्मणहरू जाने बेलामा यज्ञको बचेको सबै शेष धन नाभागलाई दिए नाभाग धन बटुल्न लागे त्यसै बेला भगवान शिवका गणहरू आएर भने नाभाग यज्ञमा बचेका धन त हाम्रो लागि भएर छुट्याइएको छ तिमी यहाँ के बटुल्न लागेको नपत्याई आफ्ना पिताजीसँग सोधेर आऊ भएर भनिसके पिताजी कहाँ गएर सोधेर आउँछु भएर जब पिता नभग कहाँ गएर सोध्न लागे अनि आज यति भनिसकेपछि पिताले यो सम्पूर्ण धन त हजुरहरूकै रहेछ हजुरहरूलाई जानुहोस् मैले पितासँग पनि सोधेर आएँ मैले जाइन मलाई माफ गर्नुहोला आज नाभागका वचनले प्रसन्न हुँदै आज रुद्रदेवले भन्नुभयो ए नाभाग तिम्रा पिताले सत्य बोले अनि तिमीले पनि कुनै छल कपट गर्न गरी सत्य स्वीकार गर्यौ त्यसैले म तिमीबाट साह्रै खुसी छु तिमीहरूले मबाट आज सनातन ब्रह्मत्वको ज्ञान प्राप्त गर्नेछौ यो सबै धन पनि आज तिमीहरू नै लानु नाभागसँगै तिमीहरू रुद्रदेवले अन्तर्यामी हुनुभयो कालान्तरमा रुद्रदेवबाट आत्मज्ञान प्राप्त गरेर नाभाग पनि मुक्ति भए भागवत भगवानको कृष्णचन्द्र भगवानको यसरी आज अंशमा पिताजी पाएपछि आज नाभागको मुक्ति भयो तर धन सम्पत्ति भाग लिएर दिने ती आज भाइहरूको मुक्ति गति कहिले पनि प्राप्त भएन र मरेपछि पनि त्यो सम्पत्ति लिएर जान पाएनन् त्यही भएर हामीले सम्पत्तिको घमण्ड कहिले पनि नगरौँ हे परीक्षित नाभागका पुत्र थिए अम्बरीश राजा भए उनी भगवानका बडा भक्त थिए राजपथलाई पनि उनी स्वप्न तुल्य सम्झन्थे एक पटक उनले 1 वर्षसम्म निराहार एकादशीको व्रत गर्ने निर्णय गरेर त्यसलाई निष्ठापूर्वक पालना गरी व्रत समाप्ति दिन उनी व्रत समाप्तिका तयारी गर्दै थिए त्यसै बेलामा त्यहाँ दुर्वासा मुनि आइपुग्नुभयो
अनि यमुनातिर लागे राजाले उनको पूजा सकेर भोजनका निम्ति प्रार्थना गरे। दुर्वासा स्नान गरेर आउँछु भन्दै यमुनातिर लागेर त्यतै अलमलिन लाग्नुभएछ। अम्बरीशले केही खाएर व्रतको पारायण गरौँ गर्ने समय आयो। आज निमन्त्रित ऋषिलाई भोजन नगराए पहिले आफैले कसरी खानु? उता नखाउँ भने द्वादशी तिथि पनि जान आँटिसक्यो। द्वादशी तिथि गइसकेपछि त्यो व्रत बसेको कुनै अर्थ रहँदैन। अब म के गरौँ भनेर राजाले अब धर्म सङ्कटमा पर्न लागे। त्यसै बेला ब्राह्मणहरूले भन्न लागे, हे राजन, जल पिउनु भनेको खाएर पनि नखाए जस्तो हो। त्यसैले पानी पिएर हजुरले व्रतको पारायण गर्नुहोस् भन्दाखेरिमा अब मैले ब्राह्मण भोजनका निमित्त भनेर दुर्वासा ऋषिलाई बोलाएको छु। मैले आफै खाएर कसरी व्रतको पारायण गर्नु? नखाउँ त फेरि अब द्वादशी तिथि पनि जान लागिसक्यो। लौ न म त मरिहत्तीमा परे। राजन, पानी पिउनु। अप्ठ्यारो पर्दा निराहार व्रतकोले उखुको रस खानु, दुध खानु, दही खानु, फलफुल खानु, यस्ता कर्मले हजुरलाई कहिले पनि रोक्दैन। हजुरहरू व्रत बस्दा के खानुहुन्छ? चिया खानुहुन्छ, फलफुल खानुहुन्छ, जुसहरू खानुहुन्छ? हो ल, जुस खानु मिल्छ है, खाँदा हुन्छ। त्यही फलफुलकै रस खाए हुन्छ भन्नु खोजेको है। अनि यसरी आज ब्राह्मणले भनिसकेपछि अप्ठ्यारो पर्दाखेरिमा व्रतीले उखुको रस पिउनु, त्यो भएन भने दुध खानु, दही खानु, फलफुल खानु, यसमा कुनै दोष लाग्दैन। व्रतीले औषधि खाँदा पनि दोष लाग्दैन। बालक, वृद्ध र अशक्त रोगी र आतुर अवस्थामा कुनै नियम लाग्दैन। अवस्था हेरेर निर्णय गर्नेहरू नै विद्वान हुन्, कि शास्त्रमा ईश्वरीको छ भन्दै कुर्नेहरू। राजाले ब्राह्मणले भने अनुसार जल पिएर आज व्रतको नियमको पालन गरे। त्यसका केही बेर पछि दुर्वासा आइपुगे। दुर्वासा आइपुगेर आफूलाई नखुवाई पहिले आफैले खाएकोमा रिसाउँदै उनले राजासँग भने, हे अम्बरीश, तिमीले मलाई भोजनका निम्ति बोलायौ, तर मलाई आज एउटा ब्राह्मणलाई बोलाएर ब्राह्मणलाई भोजन नगराए तिमीले आफैले पहिले भोजन गर्यौ। म यसको फल तिमीलाई चखाउँछु। यसो भन्दै दुर्वासा ऋषि आफ्नो जटा भुइँमा पछारे। त्यहाँबाट एउटा कृति भनेको राक्षसनी कृत्या उत्पन्न भई दुर्वासाले त्यसलाई अम्बरीशलाई मार्ने आज्ञा दिए। कृत्या अम्बरीश भएतिर दौडी। अम्बरीश पनि दुर्वासातिर हात जोडेर भन्न लागे, ऋषि, म अधम हुँ, मैले हजुरको अपराध गरेँ, यसको फल मैले पाउनै पर्छ, मलाई नमार्नुहोस्। अब भक्त अम्बरीशलाई मार्न कृत्या दौडेको देखेर भगवानले तुरन्तै त्यहाँ सुदर्शन चक्र पठाउनु भयो। चक्रले त्यति नै खेरि कृत्यालाई जलाएर भस्म पारिदियो। त्यसपछि चक्रले न्याय र सत्यधर्मपूर्वक आज प्रजाको पालन गर्दै सत्यपूर्वक जीवन निर्वाह गर्ने भगवानको भक्तलाई मार्न खोज्ने दुर्वासालाई झम्टियो। दुर्वासा अब प्राण बचाउन भाग्न लाग्यो। उनले भाग्दै देवलोक, ब्रह्मलोक, शिवलोक आई सर्वत्र पुगेर आफ्ना प्राण बचाउन अनुरोध गरे। तर सबैले उनलाई नै आज चक्रबाट बचाउन नसक्ने कुरा गरे। दुर्वासाले वैकुण्ठ पुगेर भगवानसँग आफूलाई बचाउन आग्रह गरे। तर भगवानले भन्नुभयो, अहम भक्त पराधीनो यतस्तन्त्रमिव द्विज साधुर्विग्रस्त हृदयो भक्तै भक्तजन प्रिय। म स्वतन्त्र छैन, म भक्तको अधीनमा छु। मेरा भक्तले प्रेम रूपी डोरीले बाँधेर मलाई अधीनमा राखेका हुन्छन्। मेरा भक्तले अपराधीलाई बचाउने सामर्थ्य ममा छैन, किनकि भक्त त मेरा अधीनमा हुन्छन्, म त भक्तको अधीनमा हुन्छु। त्यसकारणले गर्दामा दुर्वासा मुनि, मेरा भक्तलाई मैले कसरी बचाउँ भनेर तिमीलाई म बचाउन सक्छु, किनकि तिमीले त आज मेरो भक्तको अपमान गरेका छौ। एकादशी पूर्व, द्वादशी
जान आँटिसक्यो मेरो भक्तले पानी पिएर पारायण गर्दाखेरिमा तिमी आज रिसाउनु पर्ने कारण नै थिएन पानी खाएको भोजन गरेको होइन त्यही माथि पनि तिमीलाई पानी खान पनि सोध्नु पर्ने कुनै अधिकार छैन त्यस कारणले गर्दा म त भक्तको अधीनमा हुन्छु भक्तले जे भन्यो म त त्यही गर्न बाध्य हुन्छु भने राजाले ती वचन सुनाइसकेपछि दुर्वासा तिम्रो कल्याण होस् तिमीले उनी अम्बरीशका शरणमा गएर क्षमा माग तिम्रा कल्याण हुने सुदर्शन चक्रले बल्ल तिमीलाई छाड्ने छ भनिसकेपछि भगवानका कुरा सुनेर दुर्वासाले त्यसै गरे जब अम्बरीश भएका ठाउँमा आएर क्षमा मागे अम्बरीशले सुदर्शन चक्रका अगाडि आएर हात जोड्यो भने हे चक्र राजा हे चक्ररेज हजुर मदेखि प्रसन्न हुनुहुन्छ र मैले आजसम्म कसैको है चिताएको पनि छैन त्यसको सत्यको प्रभावले हजुर शान्त भएर वैकुण्ठ गइदिनुहोस् न भने राजा अम्बरीश राजाले आज चक्रको त्यसरी प्रार्थना गर्न लागे अम्बरीशको आग्रह मानेर सुदर्शन चक्र दुर्वासालाई छाडेर वैकुण्ठ फर्कनुभयो ल हेर्नुस् न भक्त कति बलवान हुँदो रहेछन् आज वैकुण्ठबाट त्यसरी सुदर्शन चक्र आउँदा पनि एकादशीका निराहा व्रत बसेको त्यो अम्बरीश भक्त आज उनी दुर्वासा भनेका भगवानका प्रत्यक्ष रूप मानिने दुर्वासा ऋषि आज दुर्वासा ऋषिलाई पनि बस्न दौ हुन लाग्यो एउटा भक्तका कारणले गर्दामा अनि भगवानले आज सुदर्शन चक्र छाडिसकेपछि भगवानले पनि त्यसलाई नियन्त्रण लिन सक्नुहुन्न जति भक्तले सक्छ आज अम्बरीश राजासँग गएर यसरी माफी मागिसकेपछि सुदर्शन चक्र फेरि वैकुण्ठमा फर्किन लाग्यो दुर्वासालाई केही नगरी त्यही भएर भक्तको धेरै आज मुख्य भूमिका रहन्छ भनेर आज भगवानले बताउन लाग्नुहुन्छ यसरी आज शान्त भएर वैकुण्ठ गइदियो त्यसपछि बल्ल बाँचे भन्दै लामो श्वास फेरेर आज दुर्वासाले विचार गरे हो धन्य छन् भगवान विष्णुका भक्तहरू मैले भक्तका महान्तलाई आज बल्ल देखे आफ्नो अपराध गर्ने माथि पनि उनीहरू मङ्गल कामना गर्दा रहेछन् जसले भक्तवत्सल भगवानको दृढ भक्ति राख्छन् त्यस्ता साधु पुरुषले दयाको कुनै काम गर्न गाह्रो नमान्दा रहेनछन् त्यही भएर भगवानको भक्तलाई त आज जस्तो सुकै परिस्थितिमा पनि भगवानले बचाउनु हुँदो रहेछ भगवानको भक्त होस् त यस्तो भएर आज अम्बरीश राजाको प्रशंसा गर्न लागे अनि एकादशीको महत्त्व पनि अत्यन्तै छ आज अम्बरीश राजाले भनिएको छ गृहस्थले अरू केहीको व्रत नबसे पनि एकादशीको व्रत चाहिँ बस्नु एकादशीको महत्त्व धेरै छ एकादशीको दिन व्रत बस्नाले हाम्रा सारा मनोकामना पूर्ण गृहस्थीले बस्न 24 वटा व्रत बस्ने हो तर अरू कुनै नसके पनि एउटा व्रत के त भन्दाखेरिमा एकादशी चाहिँ गृहस्थीले बस्नु तुलसीको पूजा गर्नु विष्णु भगवानका हामी पार्षद हौं हामी विष्णु भगवानका पूजा गर्नेवाला हौं त्यस कारणले गर्दामा एकादशीको पूजा हामीले पक्का पनि गरौं एकादशीको पूजा गर्नाले हामीमा ठुलो प्रेरणा जाग्छ एकादशीको महत्त्व धेरै छ त्यस कारणले गर्दामा एकादशीको व्रत चाहिँ हामी गर्नुपर्छ हैयामा एकादशीको व्रत बस्नुपर्छ है एकादशीको व्रत बस्यो भने हाम्रो मनोकामना पूर्ण हुन्छ हाम्रो घरमा कलह हुँदैन हाम्रो घरमा शान्ति हुन्छ ग्रहहरू शान्त हुन्छन् बुढाबुढीको झगडा पर्दैन के आमा है छोरी ज्वाइँ हुनुहुन्छ नि त है त्यस कारणले गर्दामा बुढाबुढीको कलह हुँदैन घरमा झै झगडा हुँदैन बिमार परिदैन बिमारी भइरहन्छ नि हामी त्यसरी व्रत बस्नाले हामी बिमारी पनि भइदैन भगवानलाई केही नभए 15 दिनमा एक दिन आउँछ हैन एकादशी कि होइन आमा हो 15 दिनमा एक दिन आउँछ एक दिन त खाली बस्दा के हुन्छ र बस्दिउँ है अब एकादशीको व्रत बस्नुपर्छ एकादशीको महत्त्व धेरै छ भनेर बताए हजुरलाई म एउटा कथा भन्छु एउटा
के रहेछन् त भन्दाखेरि एकजना भक्त रहेछन् ती साह्रै एकादशीको दिनमा पनि भोजन गर्ने एकादशीको दिनमा पनि खाने एउटा आश्रममा एउटा बालक पालेको रहेछ त्यो बालकलाई यति खानुपर्ने कि यति खानुपर्ने कि ऊ नखाइकन बस्नै नसक्ने अब एकादशीको दिनमा त आश्रममा भोजन पाक्दैन एकादशीको दिनमा भोग लाउन पर्दैन अब सधैँ गुरुले भोग लाउने आज हामीले घरमा केही पकायौँ भने मन्दिरमा लगाएर भोग लाउनु पर्छ त्यसरी भोग लाउँथे गुरुहरूले उसलाई थाहै थिएन कसरी भोग लाउने हो के गर्ने हो अब एकादशीको दिन आएछ अब एकादशीको दिन आइसकेपछि अब तिमीले आज आश्रममा भोजन गर्न पाउँदैनौ लौ लैजाऊ पिठो पनि लैजाऊ रोटी बनाऊ तरकारी पनि लिएर जाऊ ऊ खोलाको किनारमा गएर पहिला भगवानलाई भोग लगाएर मात्रै आफू खानु भेट्दै चाहिँ खालाउ भनेर भन्नुभएछ र खोलाका किनारमा गएर त्यो धेरै खाने बालक गएछ र त्यहाँ गएर मजाले पकाएछ रोटी आनन्दले आफूलाई पुग्ने खालको पकाएछ ए साँच्ची आज त भगवानलाई पनि भोग लाउनु भन्नुभएको छ गुरुले भगवानको लागि पनि त पकाउनु पर्यो नि भनेर रामको लागि पकाएछ सीताका लागि पकाएछ लक्ष्मणको लागि पकाएछ आनन्दले पकाउँदै 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 गयो अब खाना सबै तयारी भयो खाना सबै तयारी भइसकेपछि अब भगवानलाई भोग लाउन बोलाउन लागेछ सधैँ गुरुले मन्दिरभित्रलाई ढोकाएर भोग लाउने उसलाई त हो भगवान आउनुहुन्छ गम गम खानुहुन्छ उसले पकाएको अनि जानुहुन्छ भन्ने लागेछ है अनि आनन्दले पकाउन लागेछ त्यही बेला भन्न लाग्छ राजा रामाये घनश्यामाये मेरे भोजन को भोग लगाइए का भोग लगाइए यसरी अब राजा आउनुहोस् राम पनि आउनुहोस् मेरो भोजनको भोग लगाउनुहोस् भनेर सारा कुरा गरे तर भगवान त फिटिक्कै आउनु भएन भगवान फिटिक्कै नै आइसकेपछि अब के होला त के गर्ने होला त मैले अब गुरुले भोग नलाइकन फिटिक्कै नखानु है भगवानलाई भोग नलाइकन भन्नुभएको छ अब के गर्ने होला मैले पानी दिन बिर्सेछु भगवानलाई भगवान त्यही भएर नआउनु भएको आज आश्रममा पाकेको छैन केही पनि पाकेको छैन त्यही भएर प्रभु हजुर झुकेर आश्रममा जानुभयो होला यता आउनुहोस् यता तल गङ्गा तीरतिर आउनुहोस् आश्रममा आज केही पनि पाकेको छैन हजुर भोकै हुनुहुन्छ भूल करेंगे यदि तेज देंगे भोजन रोके सूखे भूल करेंगे यदि तेज देंगे भोजन रोके सूखे एकादशियां आज मंदिर में पड़े रहेंगे भोगे राजा रामाइए मेरे भोजन का भोग लगाइए आज एकादशी हो आश्रमतिर जानुभयो जस्तो एकादशीमा आज जानुभयो भने मन्दिरमा त भोकै पर्नुहुन्छ मैले हेर्नुहोस् त यति तातो तातो रोटी बनाएको छु यति मिठो सब्जी बनाएको छु आनन्दले हेर्नुहोस् त हजुर आउनुहोस् हजुरलाई मैले जल पनि राखिदिएको छु खानुहोस् भन्दाखेरिमा आउनु भएन एउटा एकादशीमा आउनु भएन ऊ भोकै पर्यो एकादशीको व्रत भयो अब गुरुले भन्नुभएको छ
गुरुको आदेश पालना गर्न परिहार्यो। अब अर्को एकादशीमा त्यस्तै गरेर बोलाए आउनु भएन। अनि अर्को एकादशीमा चाहिँ यसै गरी राजा राम आइए, घनश्याम आइए, मेरे भोजन का भोग लगाइए भनेर भजन गाउँदै गाउँदै भोग लगाउन लागेको त्यो बेलामा त उसले रामलाई मात्रै भोजन बनाएको रहेछ। आउनुहुन्न कहिले, आज त रामलाई मात्रै बनाउँछु भन्दा त राम पनि आउनु भएछ, सीता पनि आउनु भएछ, लक्ष्मण पनि आउनु भएछ, अझ बानर सेना पनि बोकेर आउनु भएछ र आनन्दले उसले पकाएको सारा भोजन खाएर मिठो बनाएछ बाबु भएर खाएर जानुभयो। ऊ त्यो दिन पनि भोकै पर्यो। एउटा बालक जसले भगवान साँच्चीकै आउनुहुन्छ होला, भोजन गर्नुहुन्छ होला अनि खाएर जानुहुन्छ भन्ने भाव राखेपछि भगवान साक्षात आएर खाएर जानुभयो। तर उसलाई कुनै आश्चर्य लागेन, किनकि आज मन्दिरमा गुरुले सधैँ भगवान आउनुहुन्छ खाएर जानुहुन्छ भन्ने सोचेको थियो उसले। त्यहाँ पनि भगवान आउनुभयो तर धेरै खानुभयो, मेरै भाग नराखी खानुभयो भन्छ। आज त भगवानलाई साह्रै भोग लागेको रहेछ, मेरो भाग समेत सबै खाएर जानुभयो भनेर आज त्यहाँबाट गयो। अनि उसले बल्ल बुझ्यो एकादशीको व्रत बस्नु पर्ने रहेछ। मैले यसरी भगवानलाई पुकार्दा भगवान आउनुभयो। अनि अर्को एकादशीदेखि उसलाई खाना भोजन बनाउनै मन लागेन, खानै मन लागेन। उसले प्रत्येक एकादशीमा व्रत बस्न लाग्यो। त्यस कारणले गर्दामा एकादशीको महत्त्व धेरै छ। त्यही भएर हामीले एकादशीका दिनमा कहिले भोजन नगर्नु, अन्न नपिउनु, अन्न नलिनु, त्यो दिन व्रत बस्नु सकिन्छ। निराहार भनेको थाहा छ? निराहार भनेको के पनि नखाइकन, पानी पनि नखाइकन, त्यो पनि सकिँदैन भने जलाहार, जल मात्रै पिएर व्रत बस्ने, त्यो पनि सकिन्न भने फलाहार, फलाहार गरेर बस्ने। अब फलाहार पनि गर्न सकिन्न भने सबै आहार है, अन्न आहार गर्ने हो कि के गर्ने हो, गर्नु सकेसम्म लसुन प्याज र मांस भोजनको चाहिँ प्रयोग गर्दै नगर्नु त्यो बेलामा है। यति कर्म गरियो भने हामीले पक्का पनि भगवान प्राप्त गर्छौँ। हामी त गृहस्थी मान्छे, एकादशीको महत्त्व बेग्लै हुन्छ। हरि एकादशी तुलसी तिलक दान, एकादशी तुलसी तिलक दान, हरि हामीलाई पनि वैकुण्ठ लैजाऊ भगवान। एकादशी तुलसी तिलक दान, हामीलाई पनि वैकुण्ठ लैजाऊ भगवान। एकादशी तुलसी तिलक दान, हामीलाई पनि वैकुण्ठ लैजाऊ भगवान। यही नाचौँ, यही हो बेला, आहा लजाइ होस्। Hare
आरती बानौँ दामा। ल आरतीमा हामी प्रवेश गर्छौँ। सबैजना उठौँ, आरतीमा कोही पनि बस्नु हुँदैन है, उठौँ है। उमासुतं शोकविनाशकारकं नमामि विघ्नेश्वरपादपङ्कजं यं प्रव्रजन्तमनुपेतमपेतकृत्यं द्वैपायनो विरहकातर आजुहाव पुत्रेति तन्मयतया तरवो विनेदो तं सर्वभूतहृदयं मुनिमानतोऽस्मि। नारायणं नमस्कृत्य नरं चैव नरोत्तमं देवीं सरस्वतीं व्यासं ततो जयमुदीरयेत्। आत्मा त्वं गिरिजामती सहचरा प्राणशरीरं क्रियं पूजाते विषयोपभोगरचना निद्रा समाधिस्थितिः संसारपदयो प्रदक्षिणविधि स्तोत्राणि सर्वा गिरो यद् यद् कर्म करोमि तत्तवखिलं शम्भो तवाराधनम्। इमानि पुष्पाणि मनोहराणि सुरासुराणामपि दुर्बलानि कल्पद्रुमाणि द्रुमजानितानि पुष्पाञ्जलिर्मे तु सुखाय नित्यम्। सुगन्धवल्ली शतपत्रजाति सुवर्णचम्पावकुलोद्भवानि गृहाण देवे समयर्पितानि प्रभो हरे श्रीतुलसीदलानि
नाना सुगंध पुष्पाणि यथा कालोद्भवानि च पुष्पाञ्जलिर्मया दत्तं गृहाण जगदीश्वरः मंत्र पुष्पाञ्जलिं समर्पयामि श्री पुराण पुरुषोत्तमाय नमः श्री लक्ष्मी नारायणाभ्यां नमः आवाहित पुष्पेभ्यो सर्वेभ्यो देवी देवताभ्यो नमो नमः। बोलिए लंबोदर गणेश भगवान को, श्रीमद्भागवत महापुराण को, सच्चिदानंद भगवान को, सप्ताह ज्ञान महायज्ञ को, राधा सर्वेश्वर भगवान को, श्री राष्ट्रदीप पशुपतिनाथ भगवान को,